आज हामी बिहानै पुग्यौँ गढीमाई र गढीमाई जाने इच्छा चाहिँ मलाई अस्ति लास्ट टाइम दसैँमा आउँदा नि थियो, तर त्यति बेला दसैँमा एकदम पानी परेर जान पाएको थिएन। अनि पुग्ने बित्तिकै हामीले त्यहाँ माला किन्यौँ र त्यसपछि दर्शन गर्नको लागि माथि गयौँ। र गढीमाईमा अरू दसैँ बेला मात्र होइन या भनौँ मेला बेला मात्र होइन, अरू बेला पनि भिड नै हुने रहेछ। आज विकडेजमा पनि एकदम धेरै भिड थियो। लाइन त बस्नु परेन, तर भिडभाड चाहिँ थियो, देख्न सक्नुहुन्छ हजुरले भिडियोमा। एकदम भिड थियो र गढीमाईको पूजा गरिसकेर अनि हामीले त्यहाँ सबै नरिवल चढायौँ। अनि त्यहाँबाट हामीले लगेको सबै पूजा सारदामहरू त्यहाँ बाजेलाई दिएपछि सबै मजाले पूजा गरिदिनु हुने रहेछ। र अरू बेला मेला बेला भन्दा चाहिँ दर्शन गर्न सजिलो नै हो, तर नर्मली यहाँ चाहिँ भिड नै हुने रहेछ। अनि यो माला हामीले चढाएपछि यो माला फेरि हामीलाई पनि लगाइदिनु भयो। यो माला चाहिँ एउटा मात्रै किन्ने भन्नुभएको थियो मम्मीले, तर बुवाले अब यहाँसम्म आइसकेपछि सबैको लागि एउटा एउटा माला किनेर चढाउनु पर्छ भन्नुभएपछि हामी सबैले किनेर चढायौँ पनि अनि हामीले लगायौँ पनि। भिडभाड मजाको थियो र गढीमाईमा हजुरहरूलाई थाहा नै छ 5 वर्षमा 12 वर्षमा मेला लाग्छ, जुन संसारकै सबैभन्दा ठुलो मेला हो, जहाँ चाहिँ संसारभरिबाट धेरै लाखौँमा भक्तजनहरू आउने गर्नुहुन्छ। र वीरगन्ज आएको बेलामा चाहिँ म एभ्री टाइम गढीमाई मन्दिर जान्छु नै। र यसपालि चाहिँ बहिनी आमा बुवा हामी सबैजना जान पाउँदा खुसी लाग्यो। जस यसपालिको ट्रिप वीरगन्जको सर्ट स्विट धार्मिक सबै नै भयो, फुल अन इन्जोय गर्यो। अब चाहिँ मेरो काठमाडौँ फर्किने टाइम भइसक्यो। सी यू अल इन काठमाडौँ, बाई।